ग्रामीण जीवनको यो जीवनशैली, हाम्रा पूर्वजहरूले पत्ता लगाएको यो विधि आजको विधिभन्दा एकदमै पृथक छ। त्यति बेलाको समयको वरिष्ठ वैज्ञानिक उत्पादन हुन सक्छ सायद यो गाउँघरे घट्ट पद्धति। हेर्दाखेरि निकै पुरातन मानिने र ऊ बेलाको अति आधुनिक पद्धति अहिलेसम्म जीवित रहेको, गाउँघरको जनजीवनलाई सुगम बनाइरहेको यो पद्धतिलाई अझै पनि गाउँका मानिसहरूले बिर्सन सकिरहेका छैनन्। गाउँका दुर्गम तथा दूरदराजका क्षेत्रहरूमा जहाँ पानी सम्भव छ त्यस क्षेत्रहरूभित्र यस्ता पानी घट्टहरू प्रशस्त देख्न सकिन्छन्। अझै पनि उनीहरूको मानसपटलमा मिलमा पिसेको पिठो भन्दा घट्टमा नै पिसेको पिठो एकदमै मिठो हुन्छ भन्ने चलन चलिरहेको छ। मिलहरूमा खर्च हुने जो तेल छ त्यसको लागतबाट बचेर नेपाललाई अझै समृद्ध बनाउन सकिन्थ्यो। हाम्रा पूर्वजहरूले हामीलाई दिएको यो चिनोलाई हामीले नबिर्सौँ। गाउँले भएर हामी बाँच्न सिकौँ, गाउँको जनजीवनलाई अपनाऊ, पुर्खाको पेसालाई अपमान नगरौँ। हस्त नमस्कार।